हेलो नमस्ते एन्ड स्वागत छ तपाईहरुलाई मेरो अर्को मिनी ब्लगमा। आजको हाम्रो डेस्टिनेसन रहेको छ बसन्तपुर दरबार स्क्वायर, जहाँ जानलाई हामी 3 जनाको टोली रेडी भइसकेर फटाफट बाटो लगाइसकेका छौं। अब हाम्रो मेन जक्सन गाडी चढ्ने त यही हो, तिनकुने। हामी तिनकुनेबाट फटाफट लाएर गाडी चढ्यौँ। झर्न पर्ने थियो आरएनएसी, तर आरएनएसीमा हामी झर्नभन्दा पहिला गाडी हिँड्यो। गाडी गएर वीर हस्पिटल अगाडि रोक्यो। झर्न पर्ने आरएनएसी थियो, तर आरएनएसीमा हामी 3 जना झर्न के भयो गाडी हिँडिहाल्यो। वीर हस्पिटल अगाडि गएर झर्यौँ। वीर हस्पिटलबाट फर्केर न्यू रोड आयौँ। न्यू रोड हुँदै हामी लाग्यौँ सङ्कटा मन्दिरतिर। सङ्कटा मन्दिरबाट एउटा सानो गल्ली त नभनौँ, 2 पसल थियो। त्यहाँबाट फटाफट लाएर हामी फटफट गरेर न्यू रोड निस्क्यौँ। न्यू रोडबाट हामी लाग्यौँ बसन्तपुर। आज घाम पनि एकदम चर्को, बेसरी चर्को थियो। छोरीले मामु घामको त ब्राइट नै बढी भयो भन्थ्यो, अब घटाउन नमिल्ने। कति भिड फेरि आजको दिन, ओहो नि। अनि बसन्तपुर आएको यत्रो समय भयो थियो है, अनि मलाई यति भिड अहिलेसम्म लागेको थिएन। अब हामी बसन्तपुर एरियाभित्र छोरीले आइसक्रिम खाऊँ मामु भने। आइसक्रिम अब कोनमा खाएर हिँड्दा त पग्लिन्छ भनेर गाह्रो हुन्छ तिनीहरूलाई भनेर यिनीहरूलाई यो किनिदिएँ। त्यसपछि अलि पर गएर मैले म हरेक हप्ता छुट्टीमा डुल्न आउँछु। त्यतिखेर आज यहाँ आएको छु। यो नाम त बिर्सेँ मैले, न्यू रोड बसन्तपुर। न्यू रोड बसन्तपुर। आज मैले आइसक्रिम किन्नु चोकोबार। गाइस आज मामुले चटपट किन्नुभयो, अब मलाई नै दिनुहुन्छ। यो चटपट हो, समोसा चाट खाइसकेपछि हामी फेरि मेन जक्सनतिर लागिहाल्यौँ बसन्तपुर। अब यो साइडमा राखेको यो गेटमा राख्नुहुन्छ उहाँहरूले, यो पनि एकदम राम्रो छ। यसको पनि आफ्नै मौलिकता छ। मलाई यो सेतो बिल्डिङ चाहिँ यस्तो राम्रो लाग्छ, यस्तो मनपर्छ। आज नेवारी परम्परा अनुसार अब के कार्यक्रम हुँदैछ, बाजा मजाले बजिरहेको छ। यस्तो बाजा त्यसपछि हामी अलिक अगाडि लाग्यौँ। छोरा भन्छ मामु त्यहाँ माथि गएर बसौँ न भनेर त्यो मन्दिरको तलपट्टि सिँढी जस्तो हुन्छ, त्यहाँ गएर बस्यौँ हामी। त्यहाँबाट मैले अलिअलि यताउताको भ्यू लिएको छु। छोरो भन्छ मामु म त्यहाँ परबाट आउँछु, मेरो भिडियो बनाइदिनु भने। ल हुन्छ भनेर मैले छोरोको भिडियो बनाइदिएँ। छोरो पनि खुसी हुँदै आयो।
नबस घर जाओ केटाकेटी लिएर आइज गइहाल भने म पनि छोराछोरीलाई लिएर बाटो लागेँ। अब यहाँ व्यापारी भाइको पोलिसी हेर्नु न पैसा धर्यो कसको लायो आउनुहोस् सिलाइमा हेऱ्यो पैसा धर्यो भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला। भर्खर यसो युट्युबतिर उदाउँदैछु। लाइक गर्नु, सब्सक्राइब गर्नु, कमेन्ट चाहिँ गर्नु होला। धन्यवाद।